एसी 2081 मध्य प्रदेशमा सोधिएको क्वेसन नम्बर 4 यस प्रकार रहेको छ। रमेशसँग नेहरू रु 2,07,345 थियो। उनी अमेरिकी डलर साट्न बैंक गएको दिन विनिमय दर निम्नानुसार थियो। खरिद दर $1 बराबर नेहरू 138 रुपियाँ 23 पैसा र बिक्री दर $1 बराबर नेहरू 138 रुपियाँ 83 पैसा। र क्वेसन नम्बर एमा क्वेसन सोधिएको छ, रमेशले नेपाली रुपैयाँसँग अमेरिकी डलर साट्दा कुन विनिमय दर प्रयोग गरिन्छ लेख्नुहोस्, जसको लागि 1 मार्क्स दिएको छ। त्यस्तै गरी क्वेसन नम्बर बीमा सोधिएको छ, नेहरू 2,07,345 बाट प्राप्त हुने अमेरिकी डलर पत्ता लगाउनुहोस्, जसको लागि 2 मार्क्स दिएको छ। त्यस्तै गरी सी नम्बरमा सोधिएको छ, नेपाली मुद्रामा कति प्रतिशत अवमूल्यन हुँदा 1 अमेरिकी डलरको बिक्री दर 140.2183 हुन्छ, पत्ता लगाउनुहोस्, जसको लागि 1 मार्क्स दिएको छ। एमा सोधिएको छ, अमेरिकी डलर नेपाली रुपैयाँसँग अमेरिकी डलर साट्दा कुन विनिमय दर प्रयोग गरिन्छ भनेर क्वेसन सोधेको छ। यदि कुनै पनि देशको मुद्रालाई यदि नेपाली मुद्रामा ल्याउनु परेमा अथवा नेपाली मुद्रासँग साट्नु परेमा जहिले पनि दर प्रयोग गरिन्छ भने यदि नेपाली मुद्रालाई कुनै पनि देशको मुद्रामा साट्नु परेमा चाहिँ बिक्री दरको प्रयोग गरिन्छ। त्यसकारणले क्वेसन नम्बर एमा सोधिएको क्वेसन चाहिँ नेपाली रुपैयाँसँग अमेरिकी डलर साट्दा कुन विनिमय दर प्रयोग गरिन्छ भनेको हुनाले नेपाली मुद्रालाई विदेशी मुद्रामा अथवा अमेरिकी डलरमा साट्दा जहिले पनि बिक्री दरको प्रयोग गरिन्छ। यसको आन्सर हुन्छ बिक्री दरको प्रयोग गरिन्छ। त्यस्तै गरी क्वेसन नम्बर बीमा नेहरू 2,07,345 बाट प्राप्त हुने अमेरिकी डलर पत्ता लगाउनुहोस् भनेको छ। अब नेपाली मुद्रालाई विदेशी मुद्रामा कन्भर्ट गर्नको लागि हामीले जहिले पनि बिक्री दरको प्रयोग गर्नुपर्ने हुन्छ। बिक्री दर अनुसार नेहरू 138.83 को $1 हुन्छ। त्यसो भए नेहरू 1 को कति हुन्छ त भन्दाखेरि कम हुन्छ भनेपछि 1/138.83। अब हामीले कति नेहरूलाई डलरमा चेन्ज गर्नुपर्ने छ भने 2,07,345 बराबर 1/138.83 इन्टु 2,07,345। यसको क्यालकुलेसन गर्दा 1493.52 एन्सर। त्यस्तै गरी सी नम्बरमा सोधिएको क्वेसन के छ भने नेपाली मुद्रामा कति प्रतिशत अवमूल्यन हुँदा 1 अमेरिकी डलरको बिक्री दर नेहरू 140.2183 हुन्छ भनेर सोधेको हुनाले अब बिक्री दरमा अवमूल्यन भएको हुनाले अवमूल्यन रकम बिक्री दरमा अवमूल्यन रकम बराबर 140.21
आउँछ रु 1.3883। अब हाम्रो बिक्री दरमा अवमूल्यन प्रतिशत सोधेको हुनाले अवमूल्यन प्रतिशत निकालौँ। अवमूल्यन प्रतिशत जसको प्रतिशत निकाल्ने हो त्यो रकमलाई माथि राख्नु पर्यो अनि जसमा अवमूल्यन भएको छ त्यो रकमलाई मुनि राख्नु पर्यो। यहाँ बिक्री रकममा अवमूल्यन भनिएको हुनाले अब बिक्री रकमलाई तल राख्नु पर्यो अनि प्रतिशतमा लिएर जाँदा 100 ले मल्टिप्लाई गर्ने। अब यसको क्याल्कुलेसन गर्दाखेरि यसको एन्सर आउँछ 1% एन्सर।